नमस्कार। हामी चाणक्य नीतिका बेहोराहरू यहाँहरू समक्ष प्रस्तुत गर्ने क्रमलाई निरन्तरता दिइरहेकै समयमा आज चाहिँ संयोगले चाणक्य नीतिको अन्तिम पृष्ठतिर चाणक्यले चाहिँ के पनि भन्दाखेरि यो जीवनमा गर्न हुने र नहुने विषयमा केही 8-10वटा बुँदाहरू चाहिँ उल्लेख गर्नुभएको रहेछ। ती बेहोरा पनि यहाँहरू समक्ष प्रस्तुत गरौँ भन्ने सदाशयले आज यहाँहरू समक्ष प्रस्तुत भएको छु। उहाँका अनुसार के छ भने नि, मूर्खसँग कहिल्यै पनि विवाद नगर्नुहोस्, होइन? त्यो कुरो काटे बढ्छ, मासु काट्यो भने घट्छ भन्ने जुन उखान छ, सोही अनुसार यदि मूर्खसँग चाहिँ यदि चर्चा गरियो, कुरा बढाइयो भनेदेखि त्यो चाहिँ झन् कुरा सम्हालिँदै जान्छ, कुरो चाहिँ बिग्रँदै जान्छ, त राम्रो हुँदैन। त्यसले गर्दा मूर्खसँग विवाद नगर्नु भन्ने किसिमको कुरो चाहिँ यो भनेकै छ। र चाणक्य स्वयंले पनि भन्नुभएको थियो, अहिम निरुपम च के यो चाहिँ अहिम निरुपम च बालकम किटिम च बालकम तथा परस्वानम त मूर्खम छ सप्तम नवृदयेत भनेपछि यी 7वटा चिजहरू जुन निधाएका छन् भनेदेखि नउठाउनु भन्नाले मौन छन्, विवाद गर्नुपर्ने छैनन् भने यो मूर्खसँग पनि चाहिँ कहिले पनि विवाद नगर्नु भन्ने किसिमको कुरो उल्लेख अगाडि चाहिँ चाणक्य नीतिमै पनि उल्लेख गर्नुभएकै थियो। त्यसैको सारांश यहाँ रहेछ। अर्को, आफ्नो कमजोरी कहीँ कसैलाई पनि नबताउनुहोस्, होइन? कमजोर मान्छेसँग हुन्छ नै, किन सूर्यको माने प्रकाशको पछाडि त छाया हुन्छ भने व्यक्तिको पछाडि गल्ती हुँदैन, कमजोरी हुँदैन भन्ने कुरो हुँदैन। यदि कुनै गल्ती कमजोरी छ भनेदेखि त्यो चाहिँ कृपया अरूसँग नभन्नुहोस्, होइन? भनिहाल्नुभयो भने आज मित्र ठानेर त्यो कमजोरी जनाइरहेको व्यक्ति भोलि फेरि शत्रु बनेर त्यही कमजोरीमा टेकेर तपाईँ माथि नचाहिने काम गर्न सक्छ। त्यसले गर्दा त्यो कुरो चाहिँ गर्नु हुँदैन भन्ने कुरो गर्नुभएको छ। त्यस्तै अर्को छ, दोषमुक्त हुने कोसिस गर्नुहोस्। सकेसम्म कहीँ कसैलाई पनि केही त्रुटि गरिएन भने मान्छेले दोष दिने ठाउँ रहँदैन, होइन? 2 दिनको जिन्दगीमा कहीँ कसैलाई पनि दोष दिएर उनीहरूको दोष लिन जरुरी छैन। त्यो कुरो नगर्नु बुद्धिमानी हुन्छ भन्ने कुरो चाणक्यको सुझाव छ। अर्को छ, सोचेर बुझेर मात्रै खर्च गर्नुहोस्। भन्छ नि, मनी इज एभ्रिथिङ, होइन? फेरि अर्कोतर्फ के भनिन्छ, मनी इज अ ब्याड मास्टर बट अ गुड सर्भेन्ट, होइन? राम्रो चाहिँ नोकर हो, त्यसले गर्दा राम्रो नोकरको रूपमा त प्रयोग गर्नुहोस्, तर खराब मालिक बन्न नदिनुहोस्। अर्को, बदनाम हुनदेखि डराउनुहोस्, होइन? मतिमान मान्छेहरूले चाहिँ अपमान हुनबाट जोगिन्छन् भन्ने कुरो पनि चाणक्य नीतिमै आएकै थियो, होइन? सोही अनुसार चाहिँ यो बदनाम हुनबाट आफू जोगिनुपर्छ। अर्को, आलस्य त्यागिदिनुहोस्, होइन? अल्छ्याइ नलिनु, उमी नरहनु, निन्द्रा नधेरै लिनु भन्ने यो हामीले चाहिँ गुणरत्न मालाको श्लोक पनि हजुरसँग प्रस्तुत गरेकै थियौँ। अल्छ्याइ लिने चिज होइन। 2टा समान हैसियतका व्यक्ति छन् र पनि एउटा फुर्तिलो छ, एउटा अल्छी छ भने अल्छीले चाहिँ त्यो सफलताको बेहोरा लागू गर्नै सक्दैन, नसकेपछि ऊ असफल हुन्छ। अर्को फुर्तिलो मान्छे सफल भएर अघि बढ्न सक्छ। भनिन्छ अल्छी मान्छेको न वर्तमान हुन्छ न भविष्य नै, बितेको त बित्यो, होइन? अर्को, अरूको कुरो गर्ने मानिससँग विश्वास नगर्नुहोस्। कुश्रुतम कुभुक्तम चैव भनेर मतिमानले चाहिँ व्याख्या नगर्ने विषयमा चाणक्यले उल्लेख गरिसक्नु भएकै थियो। त्यसले गर्दा यदि कसैले तपाईँसँग आएर अरूको कुरो गर्छ यदि भने भोलि तपाईँको कुरो पनि उसले अरूसँग गरे आउन सक्छ, होइन? त्यसले गर्दा एउटा त आफ्नो कमी कमजोरी र आफ्नो बेहोराहरू सबैलाई उदाङ्ग पनि नपार्नुहोस् भनियो अघि नै। यदि त्यो गरियो भने त्यस्तो गर्ने खालको कोही मान्छे आयो भने त्यसको पनि विश्वास नगर्नुहोस्। अर्को कुरो, आफूभन्दा कम अथवा धेरै प्रतिष्ठा भएका व्यक्तिसँग साथीत्व पनि नगर्नुहोस्। सामान्य सोभते प्रीति, यही चाणक्यमै उल्लेख गर्नुभएको छ नीतिमा चाणक्यले। त्यसले गर्दाखेरि यदि आफूभन्दा तलकोसँग मित्रता गर्नुभयो भने सधैँ उसले तपाईँसँग अपेक्षा गरिरहन्छ, होइन? जसले गर्दाखेरि उसको दुःख हरणका लागि आफूले सहयोग गरिरहनु पर्ने हुन्छ। यदि आफूभन्दा माथिकासँग तपाईँले दोस्ती गर्नुभयो भने सधैँ आफूमा चाहिँ ऊ जस्तै हुन पाए भन्ने चाहिँ एउटा के भन्छ, दाहिलो अथवा ईर्ष्यालु भावना जन्मिरहन्छ। जन्मिँदाखेरि चाहिँ आफूलाई त्यसले पीडा दिने भएको हुँदा कहिल्यै पनि समान सोभते प्रीति भने जस्तै समान हैसियतमा मात्रै मित्रत्व कायम गर्नु बुद्धिमानी हुन्छ भन्नुहुन्छ चाणक्यले। अर्को, वर्तमानमा जिउने गर्नुहोस्, होइन? किनभने हामीले गएको कुरो उही अब गतन्न शोको के भविष्यम नैव चिन्तायत भन्ने आएकै छ। गएको कुरो सोच्नु र भविष्यको बारेमा चिन्ता गर्नु व्यर्थ छ। वर्तमान जिन्दगी नै के हो त? महत्त्वपूर्ण जिन्दगी हो, फलदायी हो। प्रेजेन्ट टाइम इज द मोस्ट इम्पोर्टेन्ट टाइम, अन्यत्र पनि हामीले सुनिएकै थियो, होइन? यहाँ चाणक्यले पनि एउटा सुझाव के गर्नुभयो भने जीवन जिउनु छ भने वर्तमानमा जिउनुहोस्। बितेको कुरो तपाईँ यहाँ फर्केर आउँदैन, भोलिको कुरो निदो पनि छैन, होइन? र त्यस्तै गरेर अन्तिममा 10औं नम्बरमा के भन्नुहुन्छ भने खुसी रहनु छ भने मोहबाट टाढा रहनुहोस्। यदि कसैलाई बढी माया मोह गर्नुहुन्छ भने त्यो निसन्देह तपाईँ चाहिँ त्यो व्यक्तिबाट पीडित हुन पुग्नुहुन्छ कि
किनभने जस्तै अहिले भनौँ न, हजुरहरू मलाई चिन्नुहुन्न, जसले गर्दा म प्रति केही नराम्रो भयो भने पनि तपाईँलाई चिन्ता लागेको हुँदैन। त नि एउटा चाहिँ केही तिलक पौडेल भन्ने चाहिँ के हो भन्ने हुन्छ। तर यदि मसँग नजिकको दोस्ती भयो तपाईँहरूको, होइन, हामी नजिकका माया मोहमा अनुबन्धित भयौँ यदि भने भोलि त्यो दिन मलाई चाहिँ केही अप्रिय घटना घट्यो भने सुन्नुभयो भने तपाईँ बहुत चिन्तित हुन पुग्नुहुन्छ, बहुत पीडाबाट तडपिनुहुन्छ। यसको अर्थ के त नि भन्दा मोह भनेको पीडाहरूको अथवा पीडाबाट तडपाउने किसिमको एउटा जाल हो। त्यही भएर मोह जाल पनि भनिन्छ। तसर्थ यदि खुसी हुन चाहनुहुन्छ भने कहीँ कसैसँग पनि बढी मोह नगर्नुहोस्, बढी माया नगर्नुहोस्, होइन। त्यसले गर्दा यसरी 10वटा बुदाहरू चाणक्यले जीवनमा गर्न नहुने हुन् भन्ने हिसाबले व्याख्या गर्नुभएको रहेछ। एउटा उपयुक्त चाहन्छु यहाँहरूसँग पनि सेयर गर्न मन लाग्यो, त्यसले गर्दा यो कुरो यहाँसँग जस्ताको तस्तै सेयर गरेँ। उचाइ निचाइ खसेको भए यथोचित याचना गर्दै यहाँहरूसँगबाट बिदा हुने अनुमति चाहन्छु र भन्ने गर्छु, सके सपारौँ, नसके नबिगारौँ, हामी सबैको कल्याण होस्। हस्, धन्यवाद, नमस्कार।